हेलो गाइज, वेलकम टु द मेरो माई न्यू भिडियो। सबैलाई स्वागत छ है त गाइजहरू। आज चाहिँ यहाँ हाम्रो यता बहिनीहरू चाहिँ स्कुल जान लागेको, तर गाडी नै आएको छैन। गाडी त आयो तर त्यसमा चाहिँ नाम नलेखेको रहेछ, त्यसैले बहिनीहरूलाई लगेन। अब अर्को एउटा गाडी आउन सक्छ है, तर त्यसको लागि चाहिँ हामी वेटिङमा छौँ। पहिला निस्किँदाखेरि त गोरी चिट्टे भएको थियो, अहिले यहाँ घामले डढेर कालो भइसक्यो। यस्तै छ गाइजहरू। अब अहिले चाहिँ हेरौँ न है त गाडी आएपछि। ल त गाइजहरू, ल त एउटा बच्चा त यहाँ रोइसक्यो गाइजहरू। ल हाम्रो गाडी नआएर चाहिँ ऊ एकदमै पीडित हुनुहुन्छ। उहाँ चाहिँ रोइसक्नु भएको छ। अब उहाँलाई चाहिँ एकदमै पीडा भएको छ होइन गाइजहरू। उहाँको मुटु टुक्रा भइसकेको छ। ल हेर्नुहोस् गाइजहरू, मुटु टुक्रा भइसकेको छ। उहाँलाई अब गाडी आएन भने मलाई उहाँलाई केही मतलब छैन, किनकि जति कुरै पनि गाडी नआएको कारण चाहिँ उहाँलाई अब स्कुल जानै मन लागेको छैन गाइज। त्यही रोएको छ गाइज। पहिला त स्कुल जान्छु भनेर उहाँ एकदम खुसी हुनुहुन्थ्यो, तर अफसोस यो गाडीले धोकेबाजी जस्तो गरेर चाहिँ उहाँ एकदमै निराश हुनुहुन्छ कि उहाँ एकदम निराश हुनुहुन्छ। अनि गाइस हाम्रो भान्जी चाहिँ एकदमै खुसी देखिनुहुन्छ आज। है ल हेलो भनिदिनु त। ल हेलो भनिदिनुहोस्। ल उहाँलाई एकदमै खुसी छ है त हाम्रो भान्जी चाहिँ। हाम्रो इथिक्स बहिनी नि हेलो। यसरी खुसी हुनुपर्छ नि गाइजहरू भने कि। अब गाडी आएन भन्ने रुइदिने त तिमी अनि यसरी रुन चाहिँ नहुने थियो गाइज। तर अब उहाँको चाहिँ एकदम भावुक हुनुभएको छ होइन, गाडीले छोडेर गएपछि चाहिँ। केही छैन बहिनी, अर्को गाडी आउँछ, तिमी चिन्ता नगर के बहिनी, अर्को गाडी आउँछ भनेर सम्झाउँदै हुनुहुन्छ। उहाँ सायद अहिले चाहिँ उहाँ एकदम ठिक हुनुभयो, अलिअलि ठिक हुनुभयो कि जस्तो लागेको छ है गाइजहरू उहाँको। किनकि उहाँको आँसु चाहिँ अहिले रोकिसकेको छ गाइज। अब एकछिनपछि उहाँ हाँस्नुहुन्छ भन्ने आशा राखेको छौँ हामीले चाहिँ। हाँसेर जाने हो भन्दै हुनुहुन्छ हाम्रो यता ठुलो मम्मीले पनि। एकदम आफ्नो मोटिभेसनल स्पिच दिएर हामीलाई, हाम्रो साधना बहिनीलाई आँसु रोक्न सफल हुनुभएको छ। सबभन्दा राम्रो मेरो काली छोरी निस्किन्छ। वाह गाइज हेर्नुहोस् ल, आफ्नो छोरीलाई यस्तो माया गर्ने ठुलो मम्मी कहिले देख्नु भएको छ त गाइज? यस्तो माया एकदम राम्रो लाग्यो कि बहिनी। हेर्नुहोस् त गाइज, रुन छोडेर अहिले अब हाँस्छ होला एकछिन पछि त। नसक्ने भयो क्या गाइजहरू, नसक्ने भयो क्या। अब यो ठुलो मम्मी र छोरीको एउटा माया हो गाइजहरू होइन। हजुरहरूले पनि माया गर्नु होला आफ्नो छोरीलाई। हेर्नुहोस् न गाइज, अब वाह कस्तो माया गरेको गाइज। यस्तो माया गर्ने ठुलो मम्मी त सबैले पाओस्, भगवान्ले पनि यस्तै ठुलो मम्मी दियोस् सबैलाई। अनि यस्तै छोरी सबैलाई दिउन् भगवान्जी। ल गाइज, मेरो यता भाइहरू पनि स्कुल जानलाई रेडी भएको छ। यहाँ गाडी आइसकेको छ है त। ल हेलो भनिदेऊ त भाइहरूलाई यता हेरेर। एकदमै मिठो मुस्कान दिएर हाम्रो भाइहरूले। यता हाम्रो बहिनी पनि छ, बहिनी हेलो। ल है एकदम खुसी हुनुहुन्छ है त। ल यता भाइ बहिनीहरू एकदमै स्कुल पढ्नको लागि एकदम खुसी हुनुहुन्छ कि। अब यहाँ मुहारमा हेर्न सक्नुहुन्छ गाइज, एकदमै खुसी देखिन्छ। यहाँ लाइनमा हेर्न गाइज कति डिसिप्लिन, यस्तो डिसिप्लिन कसैको बच्चा छ त गाइजहरू? छैन, कसैको नि बच्चा छैन गाइज। यहाँ हाम्रो टोलमा मात्रै छ कि यस्तो डिसिप्लिन बच्चाहरू। हेर्नुहोस् त लाइनमा बसेको छ कि। यस्तै डिसिप्लिन हुनुपर्छ है त गाइजहरू। तपाईँहरूको छोराछोरीहरूलाई नि यस्तै डिसिप्लिन दिनु होला। ल हेर्नुहोस् गाइज, एकदमै खुसी देखिन्छ गाइज। र गाइजहरू यहाँ ठुलो मम्मीले के भन्नुभएको छ भने, मेरो छोरी सानी हुनुपर्छ ज्ञानी। वाह 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 गाइज, यस्तो राम्रो डायलग दिएर हाम्रो बहिनीहरूलाई चाहिँ मनोरञ्जन गर्नुभएको छ यहाँ ठुलो मम्मीले। एकदमै राम्रो छ गाइज। यहाँ माहौल एकदम उत्कृष्ट, अविश्वसनीय, अविस्मरणीय माहौल छ यहाँ। यो माहौल चाहिँ हामीले कहिले पनि भुल्न सक्दैनौँ है त गाइजहरू। आज फर्स्ट दिन, स्कुलको फर्स्ट दिन भएर हो। र अब चाहिँ गाइजहरू हाम्रो यता अङ्कलजी पनि आउनु भइसकेको रहेछ। ह्यान्डसम अङ्कलजी, सबैको मनमुटुमा बस्न सफल हुनुभएको हाम्रो अङ्कलजी। गाइजहरूलाई केही भनिदिनु न त। हेलो गाइस। वाह एकदमै राम्रो हेलो भन्नुभएको छ गाइज। यस्तै हेलोमा ल त गाइज, यहाँ डायलग आइसकेको छ। ल है त गाइजहरू, यस्तै रमाइलो हुन्छ क्या गाइजहरू होइन। हाम्रो एकदम यहाँ टोलको सबै महिला पार्टीहरू एकदमै रमाइलो हुनुहुन्छ गाइजहरू। महिला होइन कि महिला भन्नु खोजेको। ल अब हाम्रो यो टोलको लेडिजहरू चाहिँ एकदम समझदार गाइजहरू। यहाँ बहिनीहरूको चाहिँ घमासान युद्ध चलिरहेको थियो यहाँ।
हो त जसको नाम छ त्यो मात्रै भयो कि अघि आएको नामै ल गाइस यहाँ बहिनीले चाहिँ यो साबुन खायो भनेर यहाँ इथिक्स बहिनीले आरोप लाउनु भएको छ के साँच्चै हो त बहिनी तिमीले त्यो साबुन खाएकै हो त त्यो अर्कोले लैजा खाएको कि सुँगेको खाएको भन्दैछ गाइज बहिनीले त्यो साबुन खाएको रे उसलाई साबुन खान एकदमै मनपर्छ भनेको छ गाइज ल फेरि खान लाग्यो गाइसहरू यस्तै छ है त जिन्दगानी होइन अब बहिनी उसले त्यो साबुन खाएको कि सुँगेको खाएको है ए खाएको रे खाएको भने त इथिक्सले त ल साथी भन्दैन अरे ल हो त हो तिमीलाई त साथी नै भन्दैन अरे के भनेको यस्तो ऊ हेर त कस्तो मुख पनि त्यस्तो बनाएको सही भने हुन्छ ज्ञानी हुँदैन ज्ञानी हुन्छ ज्ञानी हुन्छ त्यो हुन्न है आइफोन किन्ने हो मैले म त धेरै किन्ने एउटा मात्रै मेरो गाउँको ठुलो बाबा छ धेरै मेरो नि गाउँमा ठुलो छ नि है तिम्रो भन्दा धेरै ठुलो बाबाहरू छ उसको झन् होइन कतिवटा ठुलो 26वटा ठुलो छ उसको तिम्रो छ मेरो ठुलो बाबा आइफोन किनिदिन्छ उसलाई पनि किनिदिन्छ आइफोन त होइन त बहिनी कति आइफोन किनिदिन्छ नि तिमीलाई कति अरे रे आइफोन कति रे यस्तो हुनुपर्छ तिमीलाई त किनिदिन्न आइफोन हो यो त मेरो आइफोन हो तिम्रो त होइन होइन हो भन मेरो भन न तिम्रो मएको छ लिपस्टिक त अबे कति रे लिपस्टिक हो पाँचवटा जम्मा 5वटा है तिम्रो त कतिवटा छ भन्दै त एउटा दुईटा तीनटा चार पाँच छ सात आठ नौ 10वटा छ 10वटा छ रे यार जम्मा 5वटा उसको त जम्मा 5वटा लिपस्टिक लिपस्टिक भन मेकअप बिना यति क्युटी छु भने मेकअप लगाउँदा यति क्युटी एकदमै समझदार हुनुहुन्छ यहाँ भनेर भन्छ भने होला समझदारको त केही पनि छैन गाइस आलुको आलु हुन्छ गाइस यो मान्छे वाउ एकदमै उत्कृष्ट जवाफ दिँदै हाम्रो स्यावेज जवाफ दिनु भयो फेरि एकचोटि भन्दियो त वाउ मेरो प्यारो बहिनी कस्तो सपोर्ट गरेको मलाई उसले त सपोर्ट नै गर्दैन गाइस मलाई खुर्सानी भनेको गाइस चक्लेट दिन्न रे तिमीले चक्लेट दिन्न कस्तो राम्रो डाइरेक्ट दिनुभयो हाम्रो बहिनीले तिम्रो बाबाले नि किटा किनिदिनुहुन्छ नि उसको बाबा झन् धेरै किटा किनिदिनुहुन्छ अरे तिम्रो बाबाले जम्मा एउटा ल त गाइजहरु ल यति नै थियो एउटा दुईटा तीनटा चार पाँच छ सात आठ नौ 10 11 12 13 14 15 16 17 कतिवटा 17वटा 17वटा गिटार किनिदिन्छ अरे यार तिम्रो बाबाले जम्मा एउटा गिटार किनिदिन्छ अरे उसको बाबाले 17वटा गिटार किनिदिन्छ भने है त गाइजहरु अब आजको लागि चाहिँ यति नै थियो गाइजहरु पछि अर्को भिडियोमा भेटौँला अहिलेको लागि चाहिँ यति नै रमाइलो कुराकानी भयो हाम्रो यता बहिनीहरुको यो त स्कुल जानुभन्दा अगाडिको हो आज चाहिँ ल अहिलेको लागि यति नै गाइज अब अर्को भिडियोमा भेटौँला बाइ बाइ